नमस्कार। तपाईं के जापानमा काम गर्दै हुनुहुन्छ? चाहे तपाईं विद्यार्थी हौं वा फुल टाइम वर्कर, काम गर्दा दुर्घटना भयो भने के गर्ने? आजको भिडियोमा हामी जापानको श्रमिक दुर्घटना बीमा प्रणाली वा वर्कर्स एक्सिडेन्ट कम्पेन्सेसन इन्सुरेन्सको बारेमा कुरा गर्नेछौँ। यो जानकारी जापानमा विदेशी श्रमिकहरूको सुरक्षाको लागि अति महत्त्वपूर्ण छ। श्रमिक दुर्घटना बीमा के हो? यो बीमाले काम गर्दा वा काममा आउने जाने क्रममा चोटपटक लागेमा, बिरामी भएमा वा मृत्यु भएमा आर्थिक सुरक्षा प्रदान गर्छ। याद राख्नुहोस्, यो जापानी नागरिकले मात्र होइन, जापानमा काम गर्ने हरेक विदेशी र पार्ट टाइम काम गर्ने विद्यार्थीले पनि यो सुविधाको सदुपयोग गर्न सक्छन्। त्यसोभए यसबाट पाइने सुविधाहरू के हुन्? यसको मुख्यतया 4 प्रकारका सुविधाहरू छन्। सुरुमा स्वास्थ्य उपचार। काम गर्दा चोटपटक लागेमा हस्पिटलको सम्पूर्ण खर्च, औषधि खर्च र अपरेसन खर्च निशुल्क हुन्छ। दोस्रोमा बिदा भत्ता। यदि तपाईँ काममा जान सक्नु भएन भने चौथो दिनदेखि तपाईँले आफ्नो तलबको 80% रकम भत्ताको रूपमा पाउनुहुन्छ। तेस्रोमा पेन्सन र अपाङ्गता भत्ता। यदि उपचार पछि पनि निको भएन वा 18 महिनासम्म सुधार भएन भने पेन्सनको व्यवस्था छ। स्थायी रूपमा अपाङ्गता भएमा पनि क्षतिपूर्ति पाइन्छ। अनि परिवारलाई सहयोग। दुःखद घटना भएर श्रमिकको मृत्यु भएमा परिवारले पीडित परिवार भत्ता र अन्तिम संस्कारको लागि थप रकम र 30 दिनको तलब बराबरको पैसा पाउँछन्। काममा आउने जाने समयको दुर्घटना। यो बिमा केवल काम गर्ने ठाउँ, फ्याक्ट्रीभित्र मात्र होइन। यदि तपाईँ घरबाट काममा जाँदै हुनुहुन्छ वा कामबाट फर्कदै हुनुहुन्छ र बाटोमा दुर्घटना भयो भने पनि यो बिमा लागू हुन्छ। यसलाई कम्युटिङ एक्सिडेन्ट भनिन्छ। यो बिमा दाबी कसरी गर्ने? दुर्घटना भएपछि सबैभन्दा पहिले श्रमिक दुर्घटना अस्पतालमा गएर उपचार गराउनुहोस्। त्यहाँ पैसा लाग्दैन। त्यसपछि कम्पनी वा हस्पिटलबाट प्रमाणपत्र लिएर श्रम मानक निरीक्षण कार्यालय वा लेबर स्ट्यान्डर्ड्स इन्स्पेक्सन अफिसमा निवेदन दिनुपर्छ। यो प्रक्रिया पूरा भएपछि पैसा सिधै तपाईँको ब्याङ्क खातामा आउँछ। 2 महत्त्वपूर्ण कुराहरू। पहिलो, यदि तपाईँ नेपाल फर्किसक्नुभयो भने पनि यो बिमा दाबी गर्न सकिन्छ। दोस्रो, यदि तपाईँको रोजगारदाताले दुर्घटना स्वीकार गरेन वा सहयोग गरेन भने पनि नडराउनुहोस्। श्रमिक आफैले सिधै लेबर अफिसमा गएर दाबी प्रक्रिया अगाडि बढाउन सक्ने अधिकार जापानको कानुनले दिएको छ। निष्कर्षमा, जापानमा विदेशी श्रमिकहरूको सुरक्षाको लागि यो एउटा बलियो प्रणाली हो। सुरक्षित रहनुहोस् र आफ्नो अधिकारको बारेमा सचेत रहनुहोस्। यो भिडियो जापानमा रहेका आफ्ना साथीभाइलाई शेयर गर्नुहोला। यस्तै जानकारीको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। थप सहायताको लागि मासाहिरो एडमिनिस्ट्रेटिभ स्क्रिभेनरलाई सम्पर्क गर्नुहोस्। फोन नम्बर 0803 54 82 ठेगाना 1224 चोउ, हुन्चोमाची, आदाचिकु, टोकियो।